हेलो साथीहरु नमस्कार, म सुरज चन्द सधैँ तपाईहरुमा आज पनि नयाँ अपडेटका साथमा मलेसियाको नयाँ अपडेट ल्याएर उपस्थित भएको छु साथीहरु। धेरै दिन पछाडि तपाईहरुलाई आज म मलेसियाको नयाँ अपडेटका साथमा उपस्थित भएको साथीहरु। विशेष गरेर पछिल्लो समय धेरै दाजुभाइहरु चाहिँ धेरै प्रश्न सोधिराख्नु भएको थियो, तर मैले चाहिँ समय परिस्थिति र अवस्थाले गर्दाखेरि अलिकति तपाईहरुलाई चाहिँ जानकारी दिन सकेको थिएन। तर त्यही बीचमा आज म विशेष गरेर केही महत्त्वपूर्ण दुई चारवटा कुराहरु तपाईहरुलाई चाहिँ भन्न गइरहेको छु, जानकारी दिन गइरहेको छु साथीहरु। कुन ठाउँबाट हुनुहुन्छ, कस्तो हुनुहुन्छ, तपाईहरु सबैजना आरामै कुशलै हुनुहुन्छ भन्ने मैले आशा र अपेक्षा पनि राखेको छु। किनभने लामो समय भयो तपाईहरुलाई मैले मलेसिया अपडेट नै दिन पाइन, म आफै व्यस्त पनि थिएँ साथीहरु। बीचमा केही भिडियो चाहिँ तपाईहरुलाई मैले यताउता घुम्न गएको अवस्थामा तपाईहरुलाई चाहिँ भ्लगहरु बनाएर चाहिँ मैले उपलब्ध गराएको थिएँ, तर धेरै साथीहरु त्यसमा पनि हेरिराख्नु भएको थियो र धेरै साथीहरुले चाहिँ मलाई इनबक्समा, मेसेन्जरमा, प्लस तपाईँ चाहिँ व्हाट्सएपमा पनि जोडिनु भएको थियो। अब विशेष गरेर के हो त साथीहरु, पछिल्लो समयको मलेसियाको नयाँ अपडेट भन्दाखेरि विशेष गरेर पछिल्लो समय एकदमै एउटा खुसीको खबर साथीहरु। मलेसियाका हरेक कम्पनीहरुले प्राय जसो KWSP भनेर तपाईलाई मैले आजभन्दा केही महिना पहिला नै भनिसकेको छु। जुन सञ्चय कोष हुन्छ त्यो सञ्चय कोष चाहिँ पछिल्लो समय यो महिनादेखि चाहिँ धेरै जसो कम्पनीहरुले चाहिँ साथीहरुको चाहिँ KWSP मार्फत चाहिँ सञ्चय कोषका लागि तपाईको टोटल स्यालेरीको चाहिँ बेसिक मात्रै हैन, तपाईको टोटल स्यालेरीको चाहिँ 2% काटेर चाहिँ प्लस त्यसमा 2% कम्पनीले थापेर तपाईलाई अन्तिममा घर जाने क्रममा चाहिँ तपाईलाई चाहिँ दिने प्रावधान चाहिँ लागू गरिसकेको छ र धेरै साथीहरुको चाहिँ पैसा KWSP मार्फत चाहिँ काटिसकेको अवस्था छ। यो ठिकै हो, खुसीको कुरा हो। किन भन्दाखेरि तपाईको चाहिँ घर जाने क्रममा चाहिँ हामीसँग चाहिँ सामान्य खर्च पनि हुँदैन। कतिपय अवस्थामा हामीले चाहिँ शपिङ गर्ने सक्ने पैसा हुँदैन, त्यो भएको हुनाले चाहिँ अचानक जानुपर्छ कतिपय अवस्थामा। तर त्यस्तो समयमा चाहिँ कस्तो भयो त, अब तपाईले चाहिँ घर जाने क्रममा यदि 4 वर्ष 5 वर्ष बस्नुभयो भने तपाईलाई नर्मली पनि 4-5 हजार रुपैयाँ चाहिँ कम्पनीबाट तपाईले चाहिँ मजाले प्राप्त गर्न सक्नुहुनेछ। यो राम्रो सुविधा हो। तपाईँ कुन ठाउँमा हुनुहुन्छ, कसरी काम गरिराख्नु भएको छ, तपाईको कम्पनीले काट्यो कि काटेन, के छ कसो छ, त्यो पनि तपाईलाई जानकारी दिनु होला। मेरो कम्पनीले त अहिलेसम्म काटेको छैन, तर धेरै साथीहरुको चाहिँ यहाँ काटेको अवस्था देखेँ मैले। मेरै कम्पनीको छेउछाउका साथीहरुको चाहिँ काटेको अवस्था देखेँ, तर मेरो स्यालेरी आएको छैन। मेरो कसरी आउँछ, अब भोलि आउने हो, त्यसरी फेरि तपाईलाई जानकारी गरौँ न। अब सँगसँगै के छ त साथीहरु भन्दाखेरि इलिगल साथीहरु, यदि कुनै साथीहरु चाहिँ मलेसियामा इलिगल हुनुहुन्छ भने मलेसियन सरकारले चाहिँ गत वर्ष नै, यही वर्ष भनौँ न, अस्ति 25 देखि नै तपाईँ चाहिँ 2026 को अप्रिलसम्म चाहिँ तपाईँ चाहिँ घरफिर्ती कार्यक्रम चाहिँ लागू गरेको छ। अब तपाईको केही समय मात्रै रह्यो, यो भनेको नोभेम्बर हो, डिसेम्बर, जनवरी, फरवरी, मार्च, अप्रिल हुनाले अझै तपाईसँग 5 महिना छ। यो 5 महिनाको बीचमा चाहिँ तपाईहरु चाहिँ पुलिसहरुबाट बच्नुलाई यहाँको यदि लुकिसिपेर काम गर्नुहुन्छ भने तापनि र तपाईँ चाहिँ अबको 5 महिना भित्र चाहिँ इलिगल साथीहरु चाहिँ घर जानु होला। किनभने तपाईले पछि यहाँ मलेसियाका प्रहरीहरुले, यहाँको इमिग्रेसनहरुले चाहिँ यदि समात्यो भने तपाईलाई चाहिँ कसैले पनि बचाउने छैन, भोलि तपाईले चाहिँ दुःख पाउनु पर्ने छ। त्यो भएको हुनाले अब चाहिँ यो सेवालाई चाहिँ एकदमै आफूले चाहिँ सदुपयोग गरेर जसरी भए पनि तपाईले चाहिँ नेपाल फर्किने कोसिस गर्नु होला साथीहरु। अब सँगसँगै के छ त भन्दाखेरि धेरै साथीले नेपालबाट पनि सोधिराखेको अवस्था छ। चाहिँ मलेसिया कस्तो छ, के छ, सेक्युरिटीमा आउँथे भन्छ, कतिले कम्पनीमा आउँछ भन्छ, कतिले फ्याक्ट्रीमा आउँछ भन्छ, कतिले एग्रिकल्चरमा आउँछ भन्छ। तर के हो त रियालिटी, कस्तो छ, के छ, कमाइ जमाइ भन्ने कुराहरु पनि सोध्नुहुन्छ। अब यहाँनिर भनेको धेरै नेपालीहरु चाहिँ तपाईँ चाहिँ सुपर मार्केटमा पनि आएको देखेँ मैले, सिक्युरिटी गार्डमा पनि आएको छन्। उनीहरुसँग मैले कुरा गरेको छु प्रत्यक्ष रूपमा। मैले अस्ति चाहिँ एकजनालाई ल्याउन पनि खोजेको हो विशेष गरेर हैन, तर त्यो ठ्याक्कै त्यो भाइको चाहिँ छुट्टी नभएको कारणले गर्दाखेरि मैले उहाँलाई चाहिँ ल्याउन पाइन। तर लगत्तै अब यो हप्ता भित्रैमा नयाँ सिक्युरिटी गार्डहरुसँग प्लस तपाईँ चाहिँ यहाँ मलेसियामा आएका फ्याक्ट्रीहरुमा लगायत तपाईँ चाहिँ यो विभिन्न सुपर मार्केटहरुमा काम गर्ने दाजुभाइहरुसँग पनि म नयाँ आएकाहरुसँग चाहिँ कुरा गर्ने छु। उहाँहरुको चाहिँ कस्तो छ त, अब उनीहरुलाई मैले प्रत्यक्ष रूपमा भेटेर चाहिँ कुरा गर्दाखेरि त्यो मैले कहिले चाहिँ गर्न पाएन। उहाँहरुले भन्नुहुन्छ एकदमै ठिक छ, हामीले त ओटी पनि पाइरहेका छौँ, 25-26 सय त कहीँ गइरहेको छैन, हाम्रो चाहिँ महिनामा 26-27 सय हामीले कमाइरहेको छौँ भन्ने कुराहरु आयो है नयाँहरुको पनि। अब यहाँ पुरानाहरुको कुरा गर्ने हो भने पुरानाहरुले पनि नर्मली पनि 2500 देखि 3000 सम्म सेलर चाहिँ थापेको अवस्था छ। किन भन्दाखेरि कम्पनीहरुमा तपाईँ ओटी चलिरहेको छ, 1700 बेसी हुने बित्तिकै त्यतिकै तपाईँ चाहिँ 2300-2400 रुपियाँ आउँछ। र उनीहरुको प्रायः सबैको अहिले चाहिँ पछिल्लो समय अलिअलि भए तापनि ओटी चाहिँ चलिरहेको अवस्था छ। र मेरो पनि ओटी चलिरहेको छ, मेरो पनि 12 घण्टा ड्युटी छ। त्यो भएको हुनाले मेरो पनि त्यस्तै हो साथीहरु। प्रायः सबैको चाहिँ अहिले चाहिँ 2500 देखि नै माथि सेलेर आइरहेको भएको हुनाले ठिकै छ भन्नुपर्छ। र अब अर्को खुसीको कुरा के छ त भन्दाखेरि साथीहरु, एकदमै मलेसियामा हेर्नु पछिल्लो समय मलेसियामा रिङ्गेटको रेट वात्तै बढेको छ साथीहरु। हेर्नु सबै साथीहरु चाहिँ दुबईमा यति छ, कतारमा यति छ, कुवेतको यति छ, उति छ भनेर गफ लगाउनु हुन्थ्यो। तर पछिल्लो समय मलेसियामा पनि मलेसियन रिङ्गेटको रेट वात्तै बढेको साथीहरु। अहिले भर्खरै मात्र मेरो एकजना साथीले चाहिँ पैसा पठाउनु भएको थियो, हेर्नुस् त 33 रुपैयाँ 80 सेन्ट
1 रुपैयाँ बराबर हामीले चाहिँ मलेसियन 1 रिङ्गेट पाउनको लागि 33 रुपैयाँ 80 सेन्ट चाहिँ यहाँ हामीले बुझाउनुपर्छ साथीहरू। बल्ल हुन्छ, एकदम खुसीको कुरा हो। मैले चाहिँ तपाईँलाई भन्ने हो भने 22 रुपैयाँ 23 रुपैयाँ पनि रिङ्गेट पठाएको छु पहिला चाहिँ स्यालेरी नेपाल पठाउँदाखेरि। तर अहिले चाहिँ अचानक तपाईँको चाहिँ झन्डै 10-11 रिङ्गेटले बढेको हुँदाखेरि एकदमै खुसीको कुरा छ। 1000 रुपैयाँ हालिदिँदाखेरि पनि तपाईँलाई लगभग 34,000 रुपैयाँ भइरहेको छ, 2000 हाल्दाखेरि तपाईँलाई लगभग 68-70,000 रुपैयाँ भइरहेको छ। एकदमै खुसीको कुरा हो साथीहरू। एकदमै मलेसियन लाहुरेहरू पनि अब एकदम दिन खुलेका छन्। मलेसियन लाहुरेहरूका राम्रो कमाइ गरिरहेका छन् बिचराहरूले। घरमा जसो ऋण छ, कर्जा छ, उनीहरूले तिरिरहेका छन्। जसको तपाईँ चाहिँ बिहे गर्नु छ उनीहरूलाई सुन किन्न सजिलो भएको छ, किनभनेपछि सुन धेरै महँगो भइसकेको छ। यहाँ तपाईँ स्यालेरी बढी आयो भने भोलि 2-4 महिनाको तलबले 1 तोला सुन त आउँछ नि त होइन। घर नबनाएका साथीहरूलाई घर बनाउन सजिलो भएको छ। एकदम रमाइलो भएको छ। मलेसियामा रिङ्गेटको रेट हत्तै बढेको साथीहरू चाहिँ अब मलेसिया लाहुरेहरू एकदमै खुसी छन् साथीहरू। रक्सी नखाने साथीहरू पनि रक्सी खाने भएका छन्। यहाँ तपाईँ चाहिँ एक क्वार्टर हान्नै पर्छ उनीहरूलाई, किन भन्दाखेरि खुसीको कुरा पनि हो र अलिकति रमाइलो पनि हो। त्यो भएर उनीहरूले पनि एकदमै खुसीको कुरा छ। रिङ्गेट हत्तै बढेको छ मलेसियामा। रिङ्गेटले गर्दाखेरि अहिले एकदम नेपालीहरूमा चाहिँ एकदम खुसियाली छाएको अवस्था छ साथीहरू। वातावरण पनि एकदम राम्रो छ होइन। एकदम मौसम पानीहरू आइरहेको छ। पछिल्लो समयमा यहाँ बर्खा लागिरहेको छ है। यहाँ एकदम साँझ बिहान पानी आइरहेको छ, चिसो मौसम छ, बिन्दास छ। ड्युटी पनि बिन्दास भइरहेको छ पछिल्लो समय। मलेसिया एकदमै अहिले नेपालीहरूको लागि चाहिँ राम्रो भएको छ। यो खुसीको कुरा हो है त साथीहरू। अब कुराकानी गरौँ विशेष गरेर कुन क्षेत्रमा खुल्यो त भन्दाखेरि मलेसियामा साथीहरू विशेष गरेर सेक्युरिटी गार्ड, सुपर मार्केट, होटेलदेखि लिएर तपाईँको चाहिँ वेयर हाउसदेखि लिएर विभिन्न ठाउँमा चाहिँ मान्छेहरू आइरहेका छन्। कोही पुराना डिमान्डहरूमा आइरहेका छन्, कोही नयाँ डिमान्डहरूमा आइरहेका छन्। तर त्यसरी चाहिँ हत्तै मलेसिया खुलिसकेको भन्ने कुराहरू छैन सबै क्षेत्रमा। तर सेक्युरिटीमा चाहिँ खुलिसकेको छ र सुपर मार्केटमा पनि खुलिसकेको छ र प्लस तपाईँ चाहिँ एग्रिकल्चर र प्लान्टेसन क्षेत्रमा चाहिँ पहिला नै खुलिसकेको थियो। त्यो भएको हुनाले चाहिँ अहिले फ्याक्ट्री लाइनमा चाहिँ झ्याम्मै खुल्यो भन्ने कुराहरू होइन, त्यो राम्रोसँग खुलेको पनि छैन। तर अरू क्षेत्रहरूमा खुलिसकेको छ। तपाईँ मजाले मलेसिया आउन सक्नुहुनेछ। तर सबैभन्दा के हो त भन्दाखेरि धेरै लगानी चाहिँ नलगाउनु होला। र अहिले मलेसियन सरकारले फेरि नयाँ नीति ल्याएको छ। विशेष गरेर नेपालबाट मात्रै होइन, तपाईँ चाहिँ बङ्गलादेश, श्रीलङ्का, तपाईँ चाहिँ भियतनाम, इन्डोनेसिया र नेपाल लगायतका देशहरूबाट चाहिँ इन्डिया लगायतका देशहरूबाट चाहिँ कामदारहरू ल्याउनका लागि चाहिँ केही फिक्सेड मेन पावरहरूबाट मात्रै ल्याउने मान्छे भएर चाहिँ यहाँको सरकारले चाहिँ नीति लागू गरेको छ। जसको चाहिँ नेपालमा पनि मेन पावरहरूले चाहिँ विरोध गरिरहेका छन्। किन भन्दाखेरि केही फिक्सेड मेन पावरहरूबाट मात्रै मान्छे ल्याउने भइसके पछाडि त उनीहरूलाई धेरै फाइदा हुने भयो। उनीहरूले जस्तो मन लाग्यो त्यस्तो गर्ने भयो भन्ने तरिकाले चाहिँ अलिकति त्यो विरोध हुनु राम्रो कुराहरू पनि हो। तर केही न केही त्यसमा पनि हेरफेर होला होइन समयसँगै। तर जे भए पनि मलेसियामा नेपालीहरूलाई चाहिँ बिन्दास छ, रमाइलो छ साथीहरू। म त अब मेरो घर जाने टाइम पनि भयो साथीहरू, 10 वर्ष हुन लाग्यो। 10 वर्ष पछाडि चाहिँ कम्पनीले नराख्ने भनिरहेको छ। त्यो मलाई दुःखी पनि छु, न त 2-4 वर्ष अझै बस्ने मन थियो मलाई होइन। अब साथीहरू कोही मलेसिया आउनुहुन्छ भने मजाले आउनु होला होइन। बिन्दास पारमा आउनुहोस्, डराउने कुरो छैन। चिसो हावा छ, चिसो पानी छ। अब राम्रो भएर बस्यो भने यहाँ एकदमै राम्रो छ, नराम्रो छैन होइन। अब मान्छेले भन्न त के अब भन्नेहरूले त के भनिदिन्छन् साथीहरू, यो यस्तो छ त्यस्तो छ, यहाँ गुन्डौली हुन्छ, यो हुन्छ त्यो हुन्छ, काले हुन्छ, चोर लाग्छ, डकैती लाग्छ अनि भनिदिन्छ। तर त्यसको पछि लाग्नु हुँदैन। किन भन्दाखेरि तपाईँ राम्रो भयो भने सबै राम्रो हुन्छ। आफूले बुझ्नुपर्छ हरेक कुरा। यहाँ आएर पनि हरेक कुरालाई बुझ्न सकिन्छ। राम्रोसँग चल्यो, राम्रोसँग हिँड्यो, यिनीहरूको कल्चरलाई सम्मान गर्यो, यिनीहरूको संस्कारलाई सम्मान गर्यो, यिनीहरूको धर्मको कुराहरू उठाएन, हामीले जताभावी यता बोलेनौँ भने, यिनीहरूका दिदीबहिनीहरूलाई चाहिँ हामीले जिस्काएनौँ भने योभन्दा राम्रो अरू केही पनि छैन। र अब एउटा डरलाग्दो कुरा के छ त भन्दाखेरि साथीहरू, मलेसियामा चाहिँ नेपालीहरूलाई चाहिँ ड्याङ्की एचआइभी लागिरहेको छ है। तपाईँहरूलाई म सल्लाह र सुझाव दिन चाहन्छु। जथाभावी खुल्लम खुल्ला यहाँ 30 रुपियाँको 25 रुपियाँको यो रन्डी खानामा गएर तपाईँहरू चाहिँ यहाँ रन्डीहरूसँग चाहिँ लाग्ने काम नगर्नुहोस्। यहाँ तपाईँ खुल्लम खुल्ला केटाहरू चाहिँ के हो पारा यहाँ धेरै नेपालीलाई यहाँ एचआइभी लागेको देखेँ मैले। यो एकदम तपाईँहरू चाहिँ बच्नु होला। यहाँ मलेसियामा चाहिँ के हो, तपाईँले केटी कहीँ पाउनु भएको छैन। बरु गयो भने पनि राम्रो ठाउँमा राम्रो केटी अलि बढी पैसा तिरेर त्यो तरिकाले जानु पऱ्यो। या त गर्लफ्रेन्ड बनाएर हिँड्नु पऱ्यो राम्रो केटीलाई। अनि तपाईँहरू चाहिँ जथाभावी यार गर्ने धेरैजना यहाँ अब तपाईँहरूको भविष्य बर्बाद हुँदै रहेछ नि। धेरैजनालाई यहाँ एचआइभी लागेको देखेँ मैले। यो डरलाग्दो घटना हो। त्यो भएको लागि तपाईँ सबैजना सजग रहनु होला। एकदम तपाईँलाई यो सल्लाह सुझावका साथमा आजको भिडियो यहाँलाई विसर्जन गर्न चाहन्छु। अर्को भिडियोका साथमा फेरि उपस्थित हुने नै छु। धन्यवाद। जय देश जय नेपाल। भिडियो कस्तो लाग्यो लाइक सेयर र सब्सक्राइब च्यानललाई अवश्य गर्नुहोला र मैले बनाएका भ्लगहरूलाई पनि अवश्य हेर्नुहोला साथीहरू। धन्यवाद है त।